नमस्कार साथीहरू। जापानको तल्लो सदनको निर्वाचनमा एलडीपी पार्टीले 2/3 बहुमत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेको छ। एलडीपी पार्टीले 465 सिट मध्ये 316 सिट जितेर आफ्नो पकड बलियो बनाएको छ। यो जितसँगै प्रधानमन्त्री ताकाइचीलाई आफ्नो अनुदारवादी नीतिहरू र संविधान संशोधनको एजेन्डाहरू अघि बढाउन ठूलो जनमत प्राप्त भएको छ। साथै प्रतिपक्षी दलले भने ठूलो धक्का बेहोरेको छ, जसमा आधी जतिको सिट गुमाएको छ। ताकाइचीको एलडीपी पार्टीले चुनावमा भोट माग्ने बेलामा उपभोग्य कर 8% चाहिँ 2 वर्षको लागि फ्री गर्ने भनेर महत्त्वकांक्षी योजना प्रस्तुत गर्नुभएको थियो। अब के गर्नुहुन्छ त्यो त हेर्न बाँकी नै छ। र उहाँको जितलाई शुभकामना। जापानले राम्रो र विकासयुक्त कामको फड्को मारोस्। हस्त, धन्यवाद।